हात थाप्ने यस्तो गरेर हात थाप दुईटा एलिस दुईटा हात थाप्ने हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि हजुरहरूको सामु म एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र मेरो भिडियो के हो भनेर हजुरहरूले हाइलाइटमा हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ भाइटिका हो, त्यसैले म चाहिँ भाइटिकाको भिडियो लिएर आएको छु हजुरहरूको सामु। मैले चाहिँ लगाउने होइन, नानीहरूले लगाइदिने हो। म देखाउने छु साथीहरू, हजुरहरूले हाम्रो तयारी हेर्न सक्नुहुन्छ। हाम्रो तयारी भइसकेको छ पुरै साथी। हुन्छ टिका लगाएर टिका लगाएर यस्तो गरेर पहिला एउटा हातले सर्लक्क यस्तो सिधा गरेर तानेर लाऊ। बिहान लिन गएको बधाई छ त यहाँ राखौँ यतितिर उठो ठुल्ठा निकाल्नु खाँदै त कोक्रो हुँदैन, यस्तै छन् गरिन्छ हल्का छोटो यिनी नानीले भाइटिका लगाइदिने गरे दुई भाइ दाजुभाइ कस्तो बसेको छन्। दुई भाइ दाजुहरू गोन पारेर बस्ने, गोन पारेर बस्ने, काठ बनाएर काठ यस्तो म जस्तो भाइ हो स्याबा। फुल त दामी बनाउनु फोटो खिच है, फोटो खिच्दैछ। फुल त यता पनि छ। यो समात खै त्यो मेरो ल्याऊ हाम्रो टिका आफू बहिनीहरू सुधीको माझीको अनि सुधीको माझीको मोबाइल तयार त फिर मोबाइल बहिनीले दादाबाट अन्त भइगयो। एकछिन क्यामेराम्यान बाबा त योपालि त कमाउनु नदिनु पैसा दिनु पर्दैन गोन पारेर बस्यो, गोन पारेर यता गोन पारेर अब यता लगाइदेऊ बाबा तिमीहरू तिमीलाई लागिन्छ दाजु पहिला हात एकचोटि यस्तो गराएको मलाई दिए जस्तो गरेको भयो। आज बिन्दा बाउजू ल दाइको राखिदिनु आजको पहिलो भाइटिका लगाउनेवाला नानी नि, पहिलो भाइटिका लगाउने नानी यसको दाइहरूलाई टिका लगाइदिन्छ। दादाभाइ हो नकमाउने नजमाउने भन्दा कमाउने जमानु हुनु पर्यो। खै म त्यता जान्छ यता दबाई दिनु न कता फोटो होइन ए गर्दै गर्नु भने देखो छिटो गर त पहिला रेबल हटाउ न। तिमी पनि जाऊ त 37 बस्ने छु, जाँदा सिकाउने छैन, राम्रो मान्छे बन्ने छु।
आऊ स्कुल लागि झङ्गारिस भाइ मच्छे भएको भाइस आऊ दिन फिर गाना किस हो जामा 10-12 गते जान्छ नके बाने नानी अब यसको पहिलो भाइटिका लौ त यसलाई समातेर यसको हातबाट पनि लगाइदेऊ त्योलाई हेर न कस्तो गरिदिन्छ त्यहाँ माला धर्ने यसको हात हात ढोका ज्ञानी छु टोपी हो टोपी पछि लाग्नलाई हात के गरेको छैन के मलाई त्यसलाई समातेर आमै नि भाइटिका अलिअलि छोइदिनु मात्र कि त्यसको हातबाट अब टिकी लगाइदिनु दादालाई यो यस्तो कलरवाला मात्र लगाइदिनु अलिअलि कलर मात्र त्यो त छोड्दैन अहिले अब बाहिर दाजु बाहिर यतापट्टिसम्म पनि किन्नु ल टिका लगाइदिनु दादाहरूलाई दादाहरूलाई टिका लगाइदिए एकचोटि लगाइदिए नि हुन्छ कि छोइदिनु मात्रै हात थप्ने यस्तो गरेर हात थप दुईटा एलिस दुईटा हात थप्ने खुसी भएर कसो आफू पनि आज रमाइरहेको थियो त्यो स्याबा स्याबा दादालाई टिका लगाइदिएको टोपी लगाएर उसको हाती छ होइन यहाँ राख म एकछिन यो टोपी लगाइदियो ल दादाहरूलाई दादालाई टोपी लगाइदिए टोपी 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 पुपी पुपी पुरै पहिलेसम्म काखमा राख्थ्यो त्यो पुपी पुपी आहा यो खुसी भएछ एक टली बजाइरहेको हो अब अर्को रेबल हिजोबाट ढाका हिजोबाट ढाका टोपी गर्दै ठिक छ ठिक छ यो फेरि मबाट आएको छ कपाल खतरा कपाल त सबै दुईटैकै ठुल्ठुला छ ए नानीको धरी ठुलो छ यो लगाइदिनु बहिनी मलाई देऊ न अहिले पहिला यो लगाइदिने त्यसले पनि खाने मान्छ राम्रो देखिरहेको है अर्को ठुलो पैसा तयार गरायो अहिले खुट्टामा ढोगाट्यो बहिनीको खुट्टामा ढोगाट्यो छेपा दे एलिस त बहिनीलाई दे दे गरेको के दुईटाले गरेको दे दे बाँधेर खाऊ तिमीहरू प्रसाद ए आबी यो अब घरको एउटा मूल्य मान्छे त यही हो मेरो थाहा हुनु गोलो गोलोहरूलाई लगाइदिन्छ नि छोरी मान्छेलाई यहाँ भयो ला भएको राउने के गर्ने तारा बेटा बढाइनु गयो हो एउटा तेल के खाएर राख्ने देउरीको मान्छे पनि राख्ने कहाँको बिहा भएको छ दुई बहिनी अनि भगवान्ले दुई भाइको जौडे जस्तो बिहा गरेको पछि दुई बहिनीको नाम एकै नासे बिहा भएको छ मात्र मिलिन खाए मिलिन गरेको जिन्दगी बिठाए है बुहारी हेर हाम्रो इज्जत राख्ने यहाँ त देखेर है पुक्को पुक्को खाएको खल्नाको बढाइ बुहारी गरे जन्मुखेर विशालको बुढी त लड्छन् गरे जेठेन्डी भने नसुन्नुहोस् फिट्टी गरे यो सुन भने म एक्लै रोने छु त्यहाँ फेरि
एउटा कोक्नु बास गर्न नसक्यो भने जेठे ल्याउने मुनि आउँछ भने नत्र एउटा कोक्नु बास गरेर फैलेको छ मिठाई यहाँनिर खिच्दैछु एउटा दुइटा वाट्सएप छ खोलिदिएको छु त्यहाँ हालिदिन्छु टोल्टीका के गरेर चाहिँ साथीहरू हाम्रो आजको भिडियो यतिसम्म नै थियो। भाइटिका पनि मनाइयो राम्रैसँगले। आज चाहिँ भाइटिकाहरू मानेर पनि नानीको फर्स्ट भाइटिका थियो। यो साल चाहिँ पोहोर साल चाहिँ जुठो परेको थियो, त्यही भएर लगाउन पाएनौँ हामीले। नानीले योचोटि उसको दुईवटा दाइहरूलाई भाइटिकाको टिका लगाएर पनि सकिसकेकी छिन्। साथीहरू हाम्रो भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्टमा लेखेर कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। अनि आजको भिडियो यतिसम्म थियो साथीहरू। फेरि पनि अझै राम्रो राम्रो भिडियो लिएर आउनेछौँ। हजुरहरूलाई पनि मेरो तर्फबाट ह्याप्पी भाइटिका अनि ह्याप्पी तिहार साथीहरू। आजको स्पेसल मान्छे नानी यता हेर। वाउ दाजुहरू बहिनीको दाजु यता हेर एलिस। वाउ अझ तल झर यहाँ। ओके साथीहरू यति भनेर म मेरो भिडियो यहाँ यतिसम्म नै यहाँ नै बन्द गर्न चाहन्छु। साथीहरू कस्तो लाग्यो कमेन्ट गर्नुहोस् र नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु नबिर्सिनु होला साथीहरू। अझै पनि राम्रो भिडियो लिएर आउने छु हजुरहरूको सामु मैले। बाई बाई सी यू अगेन एन्ड अगेन।